नमस्ते एभ्रिवान, तपाईहरुलाई स्वागत छ मेरो डे 1 मिनी भ्लगमा। म चाहिँ यो नेपालगञ्ज गौँथली फिल्म हेर्न जाँदाखेरिको भ्लग हो। अनि मैले चाहिँ आज भोइस ओभर गरेँ। अस्ति चाहिँ अलि टाइम थिएन, झ्याउ पनि लाग्थ्यो, त्यसैले यो चाहिँ कोठेघाट पुल हो, नेपालको सबैभन्दा लामो पुल। यो चाहिँ बर्दियामा पर्छ। अनि त्यसपछि यो चाहिँ नर्सिङ होम नजिकको भ्यू हो। अनि फुलहरू कति राम्रो फुलेको रहेछ। हामीले नथाहा पाएर पहिला चाहिँ सिने रोयल गयौँ। अनि त्यहाँ चाहिँ अलिकति फोटो र भिडियो खिच्यौँ। अनि त्यसपछि फेरि रिटर्न भएर क्युएफएक्समा आयौँ। हाम्रो टिकट चाहिँ त्यही रहेछ। हामी नथाहा पाएर तल गएर रहेछौँ, फेरि फर्केर आयौँ। अनि यो चाहिँ नानीको फिल्म हेरिसकेपछि उनको रियाक्सन कति रोइन्, म पनि रोएँ, तर नानी चाहिँ लास्टै रोइन्। उता माइजू हाँसिराखेको छ। अनि त्यसपछि फेरि फिल्म सकेर हामी चाहिँ बाहिर आएर एकछिन फोटो भिडियोहरू खिच्यौँ। अनि त्यसपछि चाहिँ माइजूहरू घरतिर गइस्यो। अनि हामी चाहिँ महेन्द्र पार्क घुम्नतिर लाग्यौँ। अनि म चाहिँ यत्रो वर्ष नेपालगञ्ज बसेर पनि महेन्द्र पार्क गएको थिएन। +2 पनि मैले नेपालगञ्जदेखि दिएको। अनि यो चाहिँ महेन्द्र पार्क हो। यो चाहिँ बागेश्वरी अगाडिको चाहिँ यो चाहिँ महेन्द्र पार्क हो। अनि यहाँ चाहिँ टर्कीहरू, अनि यो के हो चित्तलहरू सबै रहेछ भनौँ। खरायोहरू, गोहीहरू, कछुवाहरू, चल्ला, परेवा सबै रहेछ। अनि यो कति राम्रो खरायो, हेर्नु न कति माया लाग्ने सानो बच्चा। उता चाहिँ मुर्गा, अनि माथि चाहिँ परेवा रहेछ। यता चाहिँ कछुवा र गोही रहेछ सँगै एउटै पानीमा। यो चाहिँ कछुवा हो। त्यसपछि फेरि हामीले फोटोहरू खिच्छौँ, भिडियोहरू खिच्छौँ। मेरो क्यामेराम्यान चाहिँ दिजु ओइसिन्थ्यो, कति राम्रो भिडियो निकालिदिएछ। अनि त्यसपछि चाहिँ फेरि त्यहाँदेखि हामीहरू चाहिँ निस्किन्छौँ नास्ता खानेतर्फ। अनि त्यहाँ गएर चाहिँ हामीले मोमो, अनि त्यसपछि ब्रोइलरको मासु अनि कोक खान्छौँ। त्यसपछि घरतिर लाग्छौँ। नानी चाहिँ एकदम थाकेर सुत्छिन्। आजको भ्लग यति नै, बाई। अर्को भ्लगमा भेटौँला।